आज हामी फेरि पनि लाइफ स्किल A1 के हो, लाइफ स्किल एक्जाम किन चाहिन्छ, मेन अल्टिमेटली बुझौ है। सो पहिलो कुरा के बुझ्ने भन्दाखेरि लाइफ स्किल A1 हामी स्पाउस भिजा युके जानको लागि स्पाउस भिजाको लागि एउटा टेस्ट दिनुपर्छ। त्यो टेस्ट चाहिँ लाइफ स्किल्स A1 टेस्ट हो है। पूर्वभरि दिने भनेको विराटनगरमा हो, नत्र काठमाडौँमा गएर पनि हामीले एक्जाम दिन सकिन्छ। यसको स्टेप भनेको सुरुमा प्रिपेरेसन, हामी क्लास बस्ने, पढ्ने, घरमा पढ्ने, प्रिपेयर गर्ने, यही हामी यसरी नै दैनिक मक इन्टरभ्यू कि त मक प्र्याक्टिस दिने। त्यसपछि एक्जामको डेट बुक गर्ने, जस्तै कहिले कहिले डेट खाली छ भनेर सोध्ने, डेट बुक गर्ने, अनि यहाँदेखि विराटनगर जाने, दिने, अनि रिजल्ट आइहाल्छ। सुमिदा एजुकेसन नेटवर्कमा लाइफ स्किल क्लास अनलाइन साथसाथै अफलाइन सञ्चालन भइरहेको छ र यदि हजुरहरू इच्छुक हुनुहुन्छ भने तल दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। यो एक्जाम चाहिँ 18 देखि 22 मिनेटमा सकिन्छ, भनेको एभरेजमा 20 मिनेटमा, थोरैमा 18 मिनेट, धेरैमा 22 मिनेट, त्योभन्दा बढी टाइम लाग्दैन। एक्जाम दिनलाई के चाहिन्छ? पासपोर्ट चाहिन्छ। एक्जाम डेट बुक गर्नलाई पनि पासपोर्ट चाहिँ अनिवार्य चाहिन्छ है। मैले अस्ति भने नि जम्मा जम्मी 4टा के हुन्छ त फेज हुन्छ है। के हुन्छ? 4टा फेज हुन्छ है। यसले अस्ति लेखिसक्नु भएको छ है, छैन? फेज 1 को A, 1 को B है, 2 को A, अनि फेरि 2 को B। फर्स्ट फेज 1 को A 4 देखि 5 मिनेटको हुन्छ। यहाँ चाहिँ के सोध्छ भन्दाखेरि इन्ट्रोडक्सन हुन्छ तपाईको। यहाँ चाहिँ इन्ट्रोडक्सनलाई के भन्छ नेपालीमा? हो, परिचय हुन्छ। यसमा सोधिने प्रश्नहरू भनेको तपाईको नाम, नेम है, नामको स्पेलिङ, एजहरू भइहाल्यो, पर्सनल इन्फर्मेसनहरू, हबिज है, वर्क कि त स्टडी के गर्नुहुन्छ है, होम टाउन है, आफ्नो घर सहरको बारेमा, धरानको बारेमा के मनपर्छ, के मन पर्दैन, आफ्नो पर्सनल क्वेसन्सहरू है। 1 को बीमा हुन्छ क्वेसन एन्ड एन्सर है, क्वेसन अनि एन्सर है। 1.5 मिनट टाइम तपाईँले लेख्न मिल्यो, अघि तपाईँले लेख्नुभयो नि, त्यो चाहिँ तपाईँले लेख्नुपर्छ। 1.5 मिनटसम्म क्वेसन लेख्नुपर्छ, अनि तपाईँले त्यही क्वेसन अर्को क्यान्डिडेटलाई सोध्नुपर्छ। उहाँले पनि त्यही गर्नुहुन्छ, क्वेसन एन्ड एन्सर है। अहिले भर्खर गर्नुभयो नि, उहाँले तपाईँलाई सोध्नुहुन्छ, अनि तपाईँले एन्सर भन्नुहुन्छ, फेरि तपाईँले क्वेसन सोध्नुहुन्छ, उहाँले एन्सर भन्नुहुन्छ। मिनिमम 5वटा क्वेसन चाहिँ हामीले बनाउनुपर्छ। इनकेस हामीले लेख्न सकिएन, भ्याइएन भने पनि आफैले ट्रिक्सहरू लाएर, टेक्निक्सहरू लाएर, इज देयर भन्ने टेक्निक्सहरू लगाएर हामीले क्वेसन्सहरू चाहिँ बनाउनु पर्यो, सोध्नु पर्यो। जबसम्म सरले स्टप भन्नुहुन्न तबसम्म सोधे मेरो 5वटा क्वेसन सोधेँ, अब म चुप लाग्छु पनि होइन। फेरि लिसनिङ पार्टमा चाहिँ तपाईँलाई एउटा अडियो प्ले गरिन्छ, त्यो अडियोबाट के चाहिन्छ, के इम्पोर्टेन्ट छ त्यसलाई लेख्ने। तपाईँलाई यसमा पेन र पेपर प्रोभाइड गरिन्छ, लेख्ने, लेखेर फेरि तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि क्वेसन सोधेको क्वेसनलाई हेरेर भन्न सक्नुहुन्छ। ल, अडियो प्ले हुन्छ, अडियोमा के चाहिने लेख्ने है। हामी पर्सिदेखि गर्छौँ, लेख्ने, लेखिसकेपछि उहाँले क्वेसन सोध्नुहुन्छ, त्यही हेरेर भन्न सक्नुहुन्छ है। लिसनिङ पार्ट लास्टमा आउँछ फेरि 2B, यो पनि फेरि स्पिकिङकै पार्ट हो। यसमा चाहिँ डिस्कसन हुन्छ, यहाँ चाहिँ लेख्न पाइँदैन हो। यहाँ चाहिँ 1B जस्तै नै हो, यहाँ पनि क्वेसन सोध्ने, एन्सर भन्ने सेम हो, तर यहाँ चाहिँ हामीले लेख्न पाइँदैन है। जस्तै आज हामीले के टपिक गरौँ? गार्डन गरौँ नि। गार्डनको बारेमा टपिक दिन्छ, दुवैजनाले पालैपिलो सोध्दै एन्सर भन्दै गर्नुपर्छ। यहाँ चाहिँ लेख्नलाई टाइम हुँदैन। ल, एकचोटि रिभ्यू: स्पिकिङ, इन्ट्रोडक्सन, परिचय, नाम, पेसा, अकुपेसन, वर्क कि त स्टडी, कहाँ बस्नुहुन्छ, के गर्नुहुन्छ, डेली रुटिन, मर्निङ रुटिन, के मनपर्छ, कस्तो खालको फिल्महरू हेर्न मन लाग्छ, कस्तो खालको गीतहरू सुन्न मन लाग्छ, ठिक छ।
1B क्वेसन एन्सर क्यान्डिडेट एले बीलाई सोध्नुहुन्छ, बीले एलाई सोध्नुहुन्छ, 1.5 मिनट टाइम लेख्नको लागि हुन्छ, त्यही हेरेर सोद्धा भयो, राइट। 2 को ए लिसनिङ अडियो प्ले हुन्छ, लेख्न पाइन्छ, के लेख्ने म सिकाउँछु, इम्पोर्टेन्ट बुलेट पोइन्टमा लेख्ने, सबै कुरा लेख्न मिल्दैन, भ्याइँदैन पनि है। त्यसपछि लिसनिङ सकिन्छ। 2B मा डिस्कसन, यहाँ चाहिँ पेन र पेपर हुँदैन है। पेन र पेपर हुने भनेको 1 को बी र 2 को ए मा मात्र हो। यहाँ चाहिँ हामीले लेख्नको लागि समय पनि हुँदैन, दिँदैन पनि। ठाउँको ठाउँ क्वेसन बनाउने, सोध्ने, स्टार्टिङ गर्नुभन्दा अगाडि के गर्ने, क्वेसन कसरी सोध्ने, के सिकाएको थिएँ? Are you ready? Can I ask question about the about the question? Can I ask you questions about अनि यसरी हाम्रो ओभरअल एक्जाम कन्डक्ट हुन्छ है। यो चाहिँ कहिले नबिर्सिनु ल।